ल है त साथीहरू, आज चाहिँ म तपाईँलाई यो टाइटेन नोनीको बारेमा हल्का एजुकेट गर्न गइरहेको छु। धेरैजना मेरो क्लाइन्टहरूले लिनुहुने चाहिँ यो टाइटेन नोनी पनि हो, उहाँहरूले डिमान्ड गर्नुहुन्छ। र यो चाहिँ स्पेसल यो नोनी फ्रुटको होइन रस हो होइन, यसको चाहिँ एकदमै स्पेसल छ। म पनि डेली खान्छु होइन। र यसको स्पेसल चाहिँ के छ भने, यदि तपाईँहरूलाई चाहिँ कन्स्टिपेसन प्रब्लम छ, डाइजेस्ट होइन यसले चाहिँ डाइजेसन सिस्टमलाई पनि हेल्प गर्छ। यदि तपाईँलाई टोइलेट होइन अलिकति कडा हुने समस्याहरू छ भने तपाईँहरूले पनि लिनु सक्नुहुन्छ। र ज्यान दुख्ने, यता दुख्यो होइन, मेरो सबै ज्यान दुख्छ, अलिकति त्यो इन्फ्लामेसन प्रब्लमहरू छ, त्यस्तो छ भने चाहिँ, ज्यानमा इन्फेक्सनहरू भइराख्ने समस्याहरू छ भने चाहिँ तपाईँहरूले पनि लिनु सक्नुहुन्छ। अनि विशेष गरी तपाईँहरूको यो यस्तो जोड्नीहरू दुख्ने, आर्थराइटिसहरूको समस्या अब त्यस्तोहरू छ भने पनि तपाईँहरूले लिनु सक्नुहुन्छ। एकदमै राम्रो छ है। अनि यसले चाहिँ तपाईँको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ। एकदमै तपाईँलाई रुगाखोकी, चिसो लगाइराख्ने अथवा भाइरसले छुइ बस्ने हुन्छ, त्यस्तो छ भने पनि तपाईँहरूले यो लिइराख्नु राम्रो हो होइन। यो बुढापाका, बाल बच्चा सबैले लिनु मिल्छ। यो चाहिँ स्पेसल काइन्ड अफ होइन, यो फ्रुट नोनी फ्रुटको चाहिँ जुस हो है त। यसको केही पनि साइड इफेक्ट छैन। यदि तपाईँहरू चाहिँ दिनको 2 बोतल 3 बोतल चाहिँ एनर्जी ड्रिङ्क्सहरू किनेर खानुहुन्छ भने त्यसको साटोमा चाहिँ तपाईँले यो नोनी जुस खानुहोस्, एकदमै राम्रो हुन्छ। के भन्छ, यसलाई धेरै महँगो पनि पर्दैन, तपाईँलाई 45 युरो जस्तो पर्छ होइन। 45 युरोमा तपाईँले यो 1 लिटरको बोतल पाउनुहुन्छ। र तपाईँले पर डे 30 ml खाने हो। तपाईँले पानीमा मिसाएर खानुहोस् अथवा त्यसै खाँदा पनि हुन्छ है त साथीहरू। यसको अझै पनि धेरै बेनिफिट्सहरू छ। लिनु चाहनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला है त।